What's up guys? म चाहिँ सुशान र आज चाहिँ हाम्रो एसएनजी गफ कापमा हाम्रो पाहुना हुनुहुन्छ अनिस। हेलो ताली। यो चाहिँ अब हाम्रो गफ कापमा चाहिँ कस्तो होला गफ हुन्छ भन्दाखेरि अब हामी जापानमा कसरी हामीले जिरहेछौँ, के छ नयाँ एक्सपिरियन्स के गरिरहेछौँ, के भिजे छौँ छैनौँ भन्ने कुरा अनिसबाट चाहिँ हामीले आज सुन्छौँ। लगभग 7-8 महिना भयो। अब अनिसले आएर के फिल गरे अथवा कसरी उसले लाइफस्टाइल जिरहेछ त्यो बारेहरूमा अब यहाँको हामीले पछि आउने मान्छे अथवा पछि हाम्रो फ्युचर बारेमा एउटा सानो रमाइलो गफका सामग्रीहरूमा अब हाम्रो यहाँ गणेश भाइ हाम्रो रुममा हाम्रो पाहुना अनिस ल्याएको छौँ आज हाम्रो यो पहिलो अन्तर्वार्तामा। हाँसो रमाइलो गफका जस्तो त हो यो त हाम्रो ल धन्यवाद सुशान्तलाई। मेरो नाम चाहिँ अब अनिस है। अब भन्नुपर्दा अहिले हाल जापान होइन त्यही त। कति भयो जापान आएको तिमी? जापान आएको 7-8 महिना जति भयो। नेपाल र जापानको फरक के लाग्यो? पहिलो जो तिमी जब एयरपोर्टबाट ठ्याक्क ल्यान्ड भएर जब त्यो हामी एयरपोर्टबाट बाहिर निस्केका थियौँ नि त्यति बेला त ल अब जापान आइयो अथवा जापान यस्तो रहेछ होला त्यो हुन्छ नि आफूलाई। त्यो जापान नेपाल र जापान त फरक छ नि, धेरै फरक छ। अब नेपालबाट आउँदाखेरि जस एयरपोर्टतिर यसो सर हेऱ्यो। अब म कहिले न यतातिर जस म पनि प्लेनमा पनि बसेको थिएन नि त कहिले। प्लेनदेखि लिएर एयरपोर्टसम्म होइन टक्क सबै सफा के जापानमा चाहिँ होइन। जापानमा सबै सफा आनन्द होइन। त्यस्तो अब गाडीहरूको नेपालको जस्तो हर्नहरू बजाउने जामहरू नहुने त्यस्तो होइन। सबै कुरा अब फरक छ, डिफ्रेन्स छ। अनि मैले भन्नु चाहिँ क्या ट्याक्क अब तिमी जस्तै अब जापान आएर हामी जस निस्केर अब हाम्रो ट्रेन चढ्नु पर्ने थियो नि त। त्यति बेलाको अब यताको सिस्टमेटिक भनौँ अब यता गर्ने कुराहरू झ्याप्प देख्दाखेरि चाहिँ अब त्यो हल्का नयाँ कुरालाई एक्सपिरियन्स गरे हुन्छ नि त हामीले। त्यति बेला चाहिँ तिमीलाई चाहिँ झ्याप्प कस्तो फिल भयो भन्ने चाहिँ ल यो विदेशमा यस्तो रहेछ अथवा यस्तो भयो वाला के हुन्छ नि त। भयो नि त्यो त। अब हामीले कहिले ट्रेनहरू देखेको थियौँ र यस्तो ठुलो अरू घरहरू अब हुन्छ नि जस नदेखेको कुरा त भनिहाल्नु पऱ्यो होइन। फेरि मनको कुरा के होइन झ्याप्पा आउँदाखेरि ट्रेनहरू अब हामी सिधै एयरपोर्टको मुनि अब त्यति कति मिटर त मुनिदेखि एयरपोर्टको मुनिदेखि ट्रेन चल्दो रहेछ। अब यहाँको अब दाइ भनौँ होइन त्यतिखेर दाइ थियो, सेन्सीहरू पनि थियो। दाइले अब ट्र्याक्क ट्रेनमा चढायो हामी सब स्टुडेन्टहरूलाई टक्क होइन। अब हामी त अब के सोच्यौँ अब ट्रेनमा त हल्लिन्छ होला अब उभिरहेको थियौँ नि त, सिटहरू पाइरहेको थिएन। ब्यागहरू पनि धेरै पुरा हामी त ब्यागहरू मुनि खुट्टामा चेपेर हातमा पुरा गडाएर समातेर बसिरहेको थियौँ। तर ट्रेनहरू नहल्लिने, तर धेरै सुविधा रहेछ यार। म अझै कस्तो भएको थियो भन्दाखेरि हामी ठ्याक्क भित्र छिर्यौँ होइन। अब छिरेपछि त अब हामीले ठ्याक्क इमिग्रेसनमा त हामीले पहिलो अब गएर हाम्रो पासवर्डले स्क्यान गरेर छाप हान्नु पर्थ्यो नि त। अब त्यो लाइन लाग्यो ठ्याक्क हामी इमिग्रेसनको त्यो छाप हान्दाखेरि त अब त्यो फुच्चीहरू थियो नि है। म जस्तो मैले गरेको लाइनमा चाहिँ फुच्चीवाला थियो क्या पुरै। अब त्यो फुच्चीले त्यसरी इमिग्रेसन भने त अब हामी सिधा त अब जाइरो काटिदिनु भनेको त अब यहाँको त अब अलि बुझेर दिनुपर्ने केस हो नि त। त्यस्तो ठाउँमा पनि अब त्यो बच्चीहरूलाई राखेको छ भने लाइक जापानमा कतिको रोजगारी दिइरहेको रहेछ त भन्ने त्यो मलाई फिल भएको थियो। हाम्रोमा त अब हामी नेपालकोबाट त्यो प्लेन चढ्ने बेला इमिग्रेसनमा कत्रो सोध्दैले स्क्यान गरेर हामीलाई हेर्दै थियो नि त। यहाँ त बच्ची भनेपछि लागि यो देशमा त यस्तरी पो रोजगार दिएर पो अलि त्यो हामीभन्दा माथि देश रहेछ भन्ने टाइपको त्यो फिल भएको थियो क्या। त्यही भएर त हाम्रो अब देश यो जापान चाहिँ देशहरू विदेशहरू परिवर्तन हुनुको कारण त्यही हो। अब हाम्रो देशमा चाहिँ अब सरकारी जागिरमा सब त्यही बुढादेखि अङ्कलदेखि लागेर सब अब सुड्डोहरू नै छन्, युवाहरू खाडीतिर छन्, हामी जस्तै अब विदेशमा छन्। अनि कहाँबाट परिवर्तन हुन्छ देश? अब यहाँ चाहिँ विदेशमा चाहिँ युवाहरूले चलाइराख्नु। अब के हुन्छ कि अब चाहिँ नयाँ सरकार आइरहेको के हुन्छ कि भन्ने आशा हेर के हुन्छ। 4-5 वर्षसम्म घर गएर नभए यसो 15 गरेपछि जाने सम्भावना धेरै हुन्छ। त्यही त अब नगरे जस्तो फेरि यहीँ छँदैछ। मलाई त जापान आउनु बित्तिकै क्या त्यो क्लाइमेटले त्यो उज्यालो हानेको थियो नि छिरी बाहिर ठ्याक्क निस्किएको त्यो छुट्टै दुनियाँमा आएको वाला फिल भएको थियो। त्यहाँदेखि हामी ट्रेन चढ्यौँ, ब्याग त कत्रो ह्याप्पी थियो नि त। ब्याग ह्याप्पी भइसक्यो। ब्याग ह्याप्पी भएर हामी आउँदाखेरि अब तिमीलाई त्यो रामुको किप्पू हराएको याद छ क्या स्टेसन? छ नि त्यो रामुले
त्यस्तो अब त्यस्तो जाडो पनि थिएन पुरा के रे यत्रो वाङ के भयो के ज्याकेट रे त्यो डाउन ज्याकेट यहाँ भिरेर लगाइराख अब जस विदेश आइसकेपछि होइन नेपालीले भइसकेपछि अब हरेक कुराको सोच्नुपर्छ क्या हरेक कुराहरू अब जस यो किपु काटिसकेको थियौँ उसले त किपु हराइसकेको छ टिकट किपु भनेको चाहिँ हाम्रो स्टेसनमा युज हुने टिकट अब इन्ट्री गर्दाखेरि उसले किपु टिकट चाहिँ युज गर्यो अब एक्जिट हुँदाखेरि त के फेरि चाहियो सुटकेसै किपु हरायो यस्तो गोजीमा हुन्छ पर्समा हुन्छ उसले ब्याग फेरि खोल्दा सुटकेसमा हाल्यो होला क्या सायद अब फेरि मनको राम्रो मान्छे हो फेरि त्यस्तो होइन हरायो मात्र भन्न खोजेको होस्टेलसित चाहिँ कस्तो फिल भयो त्यो हाम्रो त रुम लगभग हामीले बढाउँदै हामी त्यति बस्ने भन्ने फिक्स थियो नि त होस्टेल त अब रुम देखाइसकेपछि ए होस्टेल लाइफ अब यसरी हामीले होस्टेलमा फेरि कहिले पनि बसेको थिएन म त धेरै होस्टेल बसेँ नि त नेपालमा जाएर त म त बसेको थिइनँ अब होस्टेल कस्तो हुन्छ मलाई अब फर्स्टचोटि आएको अब हेरौँ के कस्तो हुन्छ भन्दै थियो भन्दै के गरी बित्यो के अब रमाइलो गरेर केटासँग खाइयो बस्यो अनि हामी त अनि होस्टेल सुरुमा छिरेको थियो नि त रुममा अब त्यति बेला त त्यत्रो स्पेस छ भित्र त्यत्रो त हामीलाई त ठिकै त्यत्रो अब स्पेस चाहिँ त सुरुमा जाने बित्तिकै हामीले सामु राख्ने बित्तिकै त अब कस्तो कन्जस्टेड टाइपको भयो नि त अब यसमा त कसरी बस्ने भनेर एकछिन त ह्याक्टिक भएको थियो नि दिमागमा अनि पानी खान्छ एक दुई हप्तासम्म किनेर खा होइन अनि पानी त सुरुमा त कहाँ रुच्यो त अनि अनि खाना फ्रिजमा हालेर खायो पानी अनि खाना सेन्सले गर्दा सुरु पहिलो दिन त मलाई त ह्याक्टिक लागेको थियो ओहो अब कसरी हुने हो टाइपको भएको थियो त्यसपछि स्कुल लाग्यो हाम्रो त खाना पनि रुचेन अब सुरुमा आएको नेपाली भाषा पनि थाहा त थियो कि अब कहाँ के छ अब त्यो सुरु हामी त सबै गयो नि त नेपाली भाषा मेन्टेन हुँदै सबै कुराहरू अब हामी त जापानिज चामल ल्यायो खायो ढिलो भात यति खाइने त्यो त गिलो हुनेवाला चामल होइन सुरुमा त हामी एक त्यही खायो अनि पहिले खाना त हामीले नेपाल रेस्टुरेन्टमा गएर गुलियोवाला चिकन करी खायौँ नि त यो चाहिँ सम्झायो पहिला बाहिर आइसकेपछि त हामी रेस्टुरेन्ट गएर खासमा केही खा जान्छ भनेर गएको थियौँ नेपाल रेस्टुरेन्ट पायौँ त्यहाँ फेरि खाना बन्द थिएन नबन्ने भइसकेछ हामी त्यति बेला त अब जबरजस्ती बनाउन आएर पनि खाइदिनु कत्रो खायो भात है भात त खायो अनि ओरेन्ज जुस पनि खायो इन्डियादेखि अब 2-3 दिन लगाएर नखाएर आएको खाइयो भात त त्यही एयर इन्डियाको भात खाएको होइन एयर इन्डियाको के तिमीले त चिकन खायो मैले त सादा खाएर उसको पालो चिकन सकिएको के मेरो पालो पनि चिकनमा छैन सादा पछि चाहिँ दिल्लीदेखि आउँदाखेरि चाहिँ चिकन खाना पाइदियो तर अब एयरलाइनको चिकन अब खाना के हुन्छ त्यस्तै त हल्का पेटमा के राखिदिउँ भने जस्तो गएको गयो खायो भने जस्तो गएको आयो अनि त्यसपछि गएको आइयो अनि यतिकै राम्रो सिन्सियर देखिसकेपछि अब त पढ्नुपर्छ भयो त्यस्तो त भएन होइन कस्तो दिनाले सुषमा त बोलेको जापानिज पनि बुझेन होला है हामीले त है बुझ्थेन भने क्या हल्का फुल्का अब छ्यात्त अब ओहो ओहायो कोन्चिवा भाइ त झप्प त्यस्तो नि आउँथ्यो त आउँथ्यो त हाई आउँथ्यो हाई भन्ने घाममा त अनि पल्दिन त ल के गरे तिनीहरूले लगेर त हामी जाइरो कासो यतिकै बसाले क्लासमा एक दिन चाहिँ कुराएर जाइरो गाएर बनाउनु लगाएर त्यो दिन चाहिँ हामीलाई गएको लिने भनेको थियो तर लिएन अब भोलिपल्ट चाहिँ लिएन हाम्रो गएकोमा पहिलो दिन हामी गएको थियौँ नि सुरुमा गएर हामीले सुरुपा चप्पल किन्यौँ होइन त्यसपछि गएर हाम्रो जाइरो कार्ड लगेर अनि आइडी कार्डहरू गरायो अनि सुरुमा हाम्रो टेस्ट गराएको थियो यो हिराना काटाना पहिलो दिनमा गराएको थियो गयो गएको पनि कस्तो नै थाहा भयो गएको अरे अब त्यहाँदेखि सुरु हुन थाल्यो अनि त्यहाँदेखि त हामी त अब नेपालमा त अब त्यस्तो रुल्सहरूमा नबसे मान्छे यहाँ त के रुल चप्पल लाउँदैन भन्छ चप्पल टोइलेटमा पनि जुत्ता नलाउने भन्छ 1 मिनट ढिला आयो भने पोइन्ट कम घटाइदिन्छु भन्छ के हो के गाह्रो के सुरुमा त अहिले चाहिँ बानी परिरहेछ भिडियो त अहिले त्यो लामो हुँदैन किन अब एउटा यो सुरुको एउटा हाम्रो एउटा इन्ट्रो अथवा लाइक केही कुराहरू यसरी अब हामीले गर्छौँ भन्ने टाइपको एउटा अब यो सानो भिडियो हो अब यसलाई हामी धेरै एक्सप्लेन त गर्दैनौँ अब तिमीले
जापान आएदेखि अहिलेसम्मको एक्सपिरियन्स अथवा तिमीलाई लाग्यो कुरा के ठिक हुँदो रहेछ के बेठिक हुँदो रहेछ अथवा अब पछ्याउने भाइहरूले के गर्नुपर्छ अथवा कसरी आउँदा बेटर भन्ने कुरालाई एउटा छोटो मिठोमा जस पोइन्ट टु बी नोटेड हुने कुराहरूलाई चाहिँ ट्याक्क के लाग्यो तिमीलाई अब के रहेछ जापान चाहिँ के रहेछ नदेखेको नेपालमा बसेकोहरूलाई जापान चाहिँ एउटा अब भन्नुपर्दा चाहिँ मेन चाहिँ रुल्स है रुल्समा बाँधिएको रहेछ है एउटा जापान चाहिँ अनि एक्सपिरियन्सको कुरा गरौँ भन्दाखेरि चाहिँ अब जापानमा आएपछि अनि ट्रेनहरू चढ्न अब ट्रेनहरू चढ्ने मात्रै गरेर आउन जाने अब धेरै हुन्छ नि त यहाँ त अब गाडीमा चढे जस्तो बस स्टपमा जाऊँ चढ्दिउँ यो त्यहाँ हुन्न यहाँ त हजारौँ ट्रेन हुन्छ अब कुन लाइन चढ्ने कुन लाइन नचढ्ने भन्ने सुरुमा त हामी त त्यही एक्सपिरियन्स त गऱ्यौँ एक्सपिरियन्स होइन अनुभव गरेर अनि अब जसो हाम्रो नेपालमा हुनेहरूलाई पनि जापान भनेको मेन अब रुल्स एन्ड रेगुलेसन भन्ने कुराहरूलाई चाहिँ एकदमै मेन्टेन गरेर आउनु पर्यो भन्ने भयो अनि त्यो सँगसँगै अब हामीले त्यस के बनाएर आउँदा भाषा पाउनु पर्ने होला आउँदाखेरि त्यस्तो मेन चाहिने त अब हाम्रो त भाषा हो नि त अहिलेलाई त मेन चाहिँ त्यही त हो हाम्रो भाषा हो मेन चाहिँ भाषा त्यो भाषा चाहिँ हामीले यहाँ आफैलाई सजिलो हो क्या अब सुरुमा आएपछि अब भाषा नबुझेर होइन जापानिजहरू बोल्छ अब आफैले त हो बुझ्ने अब के भन्यो कसो भन्यो अब सुरुमा रुल्सहरू सिकाउँछ सबै अब नेपालीमा त ट्रान्सलेट चाहिँ गरिदिन्छ अब त्यो दिन चाहिँ गर्ला ट्रान्सलेट अर्को दिन त गर्दैन नि त जो सब मेन भनेको भाषा भन्ने चाहिँ कस्तो मलाई चाहिँ फिल भएको हुन्छ चाहिँ भाषा त हामीले आएर भाषा नै पढ्ने हो तर मेन कुरा भनेको हामी नेपालबाट बेस चाहिँ लिएर आउनु पऱ्यो किन त्यो बेसले गर्दा यता चाहिँ एउटा त्यो भाषा बनाउनुमा चाहिँ सजिलो हुन्छ अब बेस लिएर आयो भने चाहिँ मेन कुरा चाहिने नर्मल कुराहरू हामीले बुझ्यो भने चाहिँ पछि आएर सजिलो हुन्छ मेन भने त्यति पनि नबुझी आउँदा चाहिँ अलिक गाह्रो हुन्छ अब आएर गर्नै नसक्ने भन्ने पनि हुँदैन यहाँ आएर पनि अब हामीले गर्न पनि सकिन्छ तर लिएर आयो भने अझै लाइफ यहाँको जिउनलाई इजी हुन्छ भन्ने कुरा हो तर सोच चाहिँ नेपालबाटै बनाएर आउनुपर्छ गएर म गर्न सक्छु भनेपछि त्यहीँ सोचेरै आउनुपर्छ अब गर्न सक्छु भनेपछि आउने नत्र त अब 1-2 दिनको लागि त्यस्तो सोच्यो भने त नआउँदा हुन्छ त्यही हाम्रो मेन यो अहिले बनाएको भिडियो भनेको हाम्रो पार्ट 1 अथवा एउटा सुरुको भिडियो भयो यसमा चाहिँ हामीले के कुरालाई मात्र हल्का गर्यो भन्दाखेरि चाहिँ जस नेपालबाट आएर जापान हामी आउँदा कस्तो अनुभव हुँदो रहेछ अथवा यो छोटो बसाइमा हामीले के गरेर रहेछ भन्ने कुरालाई चाहिँ हामीले र अब नेपालबाट जापान आउनेलाई चाहिँ अब सानो एउटा इन्ट्रोडक्सन भन्ने तरिकाले हामीले बनाएको अब यसभित्र हामीले के गर्यो कसरी लाइफस्टाइल जियो कति दुःख हुँदो रहेछ के कुराहरू हामीले स्ट्रगल गर्नुपर्छ भन्ने कुरालाई चाहिँ हामी नेक्स्ट पार्टमा यही ठाउँमा यसरी नै आउँछौँ अहिलेको लागि यति नै See you next week. साथीहरू तपाईँहरूले दुईजना अब जोस थोरै समय मात्रै भएको छ उनीहरू आएको मैले वास्तवमा होस्ट गर्नुपर्ने म होस्टर गणेश पनि भन्न मिल्छ मैले आफूलाई दुईजनाकै अनुभव के छ त किनभने जो आफ्नो रमाइलो गफ गएको हामी अब कुनै खालको प्रोफेसनलिजम छैन हामीसँग केही पनि छैन हामीसँग नो आइडिया जिरो आइडियामा छ हामी तर पनि हामीले केही गर्ने यसो सानो गरौँ न त हामी अब फ्री हुन्छ यता हुन्छ दाजुभाइहरू बसिरहेको हुन्छ हाम्रो गफहरू मिठो गफ चलिरहेको हुन्छ हाम्रो त्यही गफलाई चाहिँ हामीले एउटा सानो क्यामेराको माध्यमबाट तपाईँहरूमा पस्केका मात्रै हो अब हाम्रो यसमा अब बिस्तारै दिनहरू जाँदै गर्दाखेरि राम्रो रेस्पोन्सहरू आयो भने चाहिँ हामी फेरि कन्टिन्यू गर्छौँ तपाईँहरूसँग हाम्रो नयाँ प्रोजेक्टहरू पनि के गर्ने कस्तो गर्ने एकदम विशेष तरिकाले सोचिरहेका छौँ अहिलेको समयमा एन्ड अब तपाईँहरूले चाहिँ अब यसमा हामीलाई सानो सहयोग भनेको लाइक सब्सक्राइब गर्न नबिर्सिनु सकेसम्म सेयर पनि गरिदिनुहोस् आफूले चिनेको मान्छेहरूलाई नयाँ गफका नयाँ मान्छेसँग अर्को एपिसोडमा ल्याउनेछौँ धन्यवाद थ्याङ्क यू बाई